र साथीहरू मेरो टमेटो केचपको लागि इन्ग्रिडियन्ट्स रेडी भयो। 1.5 kg टमेटो, 300 ग्राम सुगर, टमेटो केचपको लागि सामग्री रेडी भयो। टमेटो 1.5 kg, सुगर 300 ग्राम, सल्ट 2 tablespoon। अब 3 मिनट पाकिसकेपछि यो टमाटर यो मैले अघि मसलाहरू तयारी पारेको सबै मैले कुटेर यसमा हालेको छु स्ट्रेनरमा। अब यसलाई चाहिँ यहाँ यो साथी हेर्नुहोस् त टमाटर पाकेर मजाले गल्यो। अब यसलाई चाहिँ पाके कि पाकेन टेस्ट गर्नुको लागि चाहिँ हामीले यसरी हेर्नुपर्ने हुन्छ। अब यो टमाटरको यो मिक्सचरलाई चाहिँ मजाले तारेपछि चाहिँ यो खोस्टा जति उठ्छ यसलाई अब यो मजाले तारियो। यो उब्रेको यो जति पनि रफेजहरू छ यसलाई चाहिँ हामीले यसमा हाल्नु हुँदैन, किनकि यसले चाहिँ टमाटर प्युरीलाई यही बर्तनमा हालेर यसलाई गाढा भइन्जेल पकाउनुपर्छ। अब चाहिँ अब यो तारिसकेपछि चाहिँ यसलाई यही बर्तनमा गाढा भइन्जेल पकाउनुपर्छ। अब यसमा अब यो यतिको कन्सिस्टेन्सीमा आएपछि चाहिँ यसमा म कलरको लागि अलिकति काश्मिरी लाल हाल्दैछु। अब मेरो केचप चाहिँ रेडी भयो साथीहरू। यसलाई कसरी चाल पाउने, अब यो रेडी भयो कि भएन हेर्नुको लागि चाहिँ म तपाईँहरूलाई केचप इज रेडी। अब यो बोतलहरूमा हाल्दैछु। यो बोतलहरू चाहिँ तर पहिल्यैबाट स्टेरिलाइज गरेर राख्नुपर्ने हुन्छ। चाहिँ केचप चाहिँ रेडी भयो। यो केचपलाई चाहिँ म बोतलहरूमा हाल्दैछु। यो बोतललाई चाहिँ मैले सफा गरेर एकदम केचप चाहिँ रेडी भयो। अब बिक्रीमा राख्नु पर्ला।